साथीहरू हजुरलाई थाहा छ नि त आज मेरो नानीको बर्थडे र हामीले आज बर्थडे गऱ्यो। यो चाहिँ अघि रातिको भिडियो हो, सरप्राइज दिएको उसलाई हेर्नु सानोबाट पेस्ट्री ल्याएर ह्याप्पी बर्थडे भन्नु। बिचरा निन्द्रामा छ हो, निन्द्रामा छ। फेरि पनि नानीहरूलाई एउटा आशा हुन्छ नि त नि, एक्सपेक्टेसन हुन्छ हो। उसले त मलाई गर्छ हो भनेपछि हामी त नि ठुलो मान्छे त यति त गर्नु कर्तव्य बन्छ। अनि निन्द्रामै उठ्यो हो, निन्द्रामै उठेर अन्त ह्याप्पी बर्थडे भनेर ढोकिहाल्छ, अन्त खायो। निन्द्रामा नि खानु त छोड्दैन नि फेरि हो। अनि त्यस्तो छ साथीहरू। अनि हजुरहरू सम्पूर्णलाई मेरो हृदयबाट नै धन्यवाद दिन चाहन्छु, मेरो नानीलाई दिनुभएको आशीर्वाद र मायाको लागि। र हेर्नु नै बलुन लिँदैछौँ, निन्द्रामै छौँ। अनि यो चाहिँ बिहानको भिडियो, अघि बिहानको भिडियो। र यो चाहिँ खाना चाहिँ पाउभाजी बनाएर मैले नानीको कराटे स्कुलमा नानीहरूलाई को लागि तयार गरेको। र हामी यतिखेर चाहिँ बिहान अराउन्ड 8:30 चाहिँ कराटे क्लास पुग्यौँ। र मैले नानीलाई सामानहरू लिएर नानीलाई सानोबाट केक पनि सबैजना एकदमै खुसी भएर ह्याप्पी बर्थडे टु यु भन्दैछ। उहाँ चाहिँ नानीको सर हुनुहुन्छ, अनि कराटे क्लासको सर हुनुहुन्छ। अनि नानीहरू सबैजना खुसी भएर ह्याप्पी बर्थडे भनेर माया गरेर विस गर्दैछ। अनि नानीले चाहिँ यहाँनिर केक काट्दैछ होइन। अनि बच्चाहरूलाई त्यस्तै हो, केक भनेपछि काट्नु खानु एकदमै खुसी हुन्छ। र नानीले सरलाई केक खुवाउनु भयो। र यही भिडियोको मार्फत म सरलाई पनि धन्यवाद दिन चाहन्छु। तपाईँले गर्नुभएको गाइडेन्स र तपाईँले दिनुभएको डिसिप्लिनले मेरो नानीले आफ्नो पर्सनालिटी इम्प्रुभ गर्नु साथै हेल्थ इम्प्रुभमेन्टमा धेरै राम्रो कुराहरू सिकिरहेको छ। र यस पछाडि हामीले जुन कुरा खाना पकाएको थियौँ बच्चाहरूलाई त्यो यहाँनिर दिँदैछौँ पाउभाजी। र बच्चाहरू एकदमै कम्ती थियो र त्यसै बेला थुप्रै प्याकेट नै बनाएर हामीले लगेको थियो। र पछाडि पनि हामीले नानीहरूलाई डबल गरेर दियौँ र खायो, बच्चाहरूले इन्जोय गरे। नानीहरूलाई एउटै कुरो राम्रो मन पर्दैन नि त नि, अलिअलि कहिलेकाहीँ अलग अलग कुरो खायो भने सबैजना खुसी भयो। मिठो भयो भनेको त मिठो भयो अरे हो, तपाईँले घरमै बनाएको अरे घरमै बनाएको त भने नानीहरूले होइन। अनि त्यो चाहिँ एउटा कम्प्लिमेन्ट्स पाउनु चाहिँ राम्रो हो नि त होइन। कम्प्लिमेन्ट्स पायो भने खुसी हुन्छ। र म चाहिँ फनक्कै घर फर्केर नानीलाई चाहिँ उहीँ छोडिराखेर अनि त्यस पछाडि म घरमा आएर फेरि मैले कुकिङ स्टार्ट गरेँ। अनि यो चाहिँ तपाईँको मैले दाछी बनाउँदैछु। दाछी चाहिँ बेलुकाको लागि, बेलुका अब सानोतिनो यसो बर्थडे त गरि नै हालिन्छ नि नि। अनि तपाईँको पनिरलाई चाहिँ मेरिनेट गरेर पनिर पकाइ पनि सकेँ एकदमै सिम्पल वेमा, मिठो गरेर पनिर पकाएँ। पनिर चाहिँ यो एकदमै राम्रो क्वालिटीको पनिर रहेछ होइन, क्लासिक एकदमै सफ्ट। कोही बेला नराम्रो कोही बेला राम्रो हुन्छ नि त होइन। त्यस पछाडि आलुको अचार, कालो दाल, भुटानको कालो दाल, यसलाई चाहिँ केही गर्नु पर्दैन, घिउमा झाने पनि भइहाल्यो हो। नानीको साथीहरू आइसके। अनि यो सबै काम गरेर चाहिँ म चाहिँ रेडी भएँ आफूलाई अलिकति। अनि सिँगार पेटार गरेर चाहिँ डेकोरेसनपट्टि लागेँ, किनभने कुनै पनि इभेन्ट गर्नुको लागि सानोतिनो डेकोरेसन त चाहिन्छ। फोटो गर्नुपर्छ, भिडियो गर्नुपर्छ है। अनि मैले चाहिँ केटाकेटीको हेल्प लिएर यसरी डेकोरेसन गरेँ। अहिले त तपाईँले हर कुरो गर्छु भने पनि त युट्युबमा होइन, गुगलमा सजिलो तरिकाले तपाईँले आइडिया लिनु सक्नुहुन्छ। र मैले पनि युट्युबमा हेरेर, गुगलमा हेरेर यो यस्तो एकदमै सिम्पल वेमा डेकोरेट गरेँ। र नानीको ह्याप्पी बर्थडे लेखेको बेला पनि टाँगेँ। र हाम्रो नानीहरू छ, मेरो छोराको क्लासमेटहरू साथीहरू हो। अनि उनीहरूलाई चाहिँ मैले पुच्का बनाइदिएको थियो, स्टार्टर्स भन्छ नि, पुच्का अनि छोला छोले होइन। त्यहाँदेखिको तपाईँको पाउभाजी, यिनीहरूलाई पनि मैले पाउभाजी बनाइदिएको थिएँ। अनि त्यो सबै भिडियोहरू चाहिँ इच एन्ड एभ्री मुमेन्ट्सलाई क्लिप गर्नु चाहिँ सकिँदैन होइन। अब के गर्नु भन्नु न, खाना पो पकाउनु पो, यता पो गर्नु उता पो गर्नु होइन। फेरि पनि सम्झेको बेला भिडियो त गरेकै छु मैले। र अब भयो केक काट्ने बेला। केक काट्ने बेला ऊ चाहिँ मेरो नानीको एकदमै बचपनदेखिको साथी हो, विक्रान्त हो। अनि मेरो यतापट्टिको चाहिँ भाइको छोरी मेरो, र ऊ पनि साथी नै हो, मेरो नानी क्लासमेट हो। यो जति पनि सानो सानो नानीहरू छ नि, सानो सानो नानी चाहिँ मेरो देवरको छोराहरू, मेरो नानीको कजन्स ब्रदरहरू। र तपाईँहरूले नयाँ चिन्नु, टोपी लाउने चाहिँ मेरो चाहिँ भाइ हो नि, फेरि मेरो भाइ हो। भाइ, बुहारी, नानी आएको, अनि दिदीको कान्छी छोरी। र यसरी ह्याप्पी बर्थडे भन्दै एउटा भनौँ न हामीले खुसी बाँड्ने कोसिस गऱ्यौँ, खुसी रमाउने, नानीलाई खुसी पार्नको लागि। अन्त बच्चाहरू खुसी हुन्छ हो। अन्त केक काटेर अनि आमालाई खुवाउँछु भन्छ। अब म चाहिँ फेरि आजकल त्यति साह्रो मलाई केकहरू मन पर्दैन होइन, त्यति साह्रो खानु पनि मन लाग्दैन मलाई।
र टिका लगाइदिएँ। टिका लगाएपछि मैले मेरो नानीहरू अरू नानीहरूलाई पनि टिका लगाइदिएँ र आशीर्वाद दिएँ होइन, सबैलाई राम्रो होस् भनेर। अनि खदा लगाइदिएँ। अनि साथसाथै मैले एउटा वाइट कलरको खदा पनि लगाइदिएँ उसको पापाको नामको है। अनि के भन्नु तपाईँहरूलाई, फेरि नि रुनु मन लागिहाल्छ, किन पो रुनु होइन। जुन कुरा भयो त्यो कुरालाई अब हामी तपाईँले केही त गर्नु सक्दैन। अनि आमा हो, आमाले पनि केक खानिदिएर नानीलाई आशीर्वाद दिए। भाइ उसको कान्छा मामा हो। अनि माथिको फोटो हेर्नु, यो चाहिँ हामीले नेपाल जाँदा खिचेको फोटो हो। अनि यसरी हामीले बर्थडे मनायौँ। मेरो नानी चाहिँ आजबाट 14 कम्प्लिट भएर 15मा उसको एज स्टार्ट भयो। र नानी ठुलो हुँदैछ र कतिवटा कुरा राम्रो कुरा पनि सिक्छ, नराम्रो कुरा पनि सिक्छ। र भनौँ न अब सधैँभरि राम्रै राम्रो हुन्छ भन्ने पनि छैन। अनि कोही बेला हाँस्नु, कोही बेला रुनु पर्ने। माइजू उसको, मेरो भाइको यो मेरो बुहारी। अनि यसरी हामीले बर्थडे मनायौँ। हजुरहरू सम्पूर्णलाई फेरि पनि मेरो भिडियोको मार्फतबाट धन्यवाद दिन चाहन्छु। आज म फिजिकल्ली भनौँ न एकदमै थाकेको पनि छु, भएन मेन्टली अब मनको कुनै न कुनै कुरा अँधेरो नै हुन्छ। अब त्यो त तपाईँहरूलाई थाहै नै छ होइन। अब नानी आफ्नो जग्गामा छ होइन, म मेरो जग्गामा छु। तर भनौँ परिवार कम्प्लिट हुनको लागि त सबैजना हुनु पऱ्यो नि त होइन। यसपालिको बर्थडेमा चाहिँ उसको दिदीहरू पनि छैन, त्यो पनि एउटा कमी नै रह्यो। तर पनि जति सक्दो आई ट्राइड माई बेस्ट टु गिभ हिम अ भेरी सरप्राइजिङ एन्ड ह्याप्पी बर्थडे है। अब कोसिस बहुतै गरियो, तर पनि कहाँ न कता अधुरोपन रहन्छ। मेरो दिदीको छोरी हो, मेरो यो भाइको छोरी, मेरो भदैनी। यसरी सबैजनाले ल्याउँदै नानीलाई माया। यो चाहिँ मेरो देवरको छोरा हो। उसको पनि बिचरा पापा चाहिँ मेरो देवर पनि खसेको भयो 1 सालबाट पुरा भएर अर्को साल लाग्यो। अनि त्यस्तै हो। के भन्नु नि, अब तपाईँहरूलाई कति दुःख पुगाउनु भने जस्तै। हजुरहरू सम्पूर्णलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र मेरो पेजमा यो पनि भन्न चाहन्छु, नयाँ हुनुहुन्छ भने अनि यो पनि मेरो देवरकै छोरा हो। अनि तपाईँहरूले, ऊ पनि मेरो देवरकै छोरा हो।